साजिस मोबाइलमा व्यस्त नेट क्याममा हामी आएको तर सबैजना मोबाइलमा व्यस्त छ। यहाँ आइदा पनि मोबाइलमा छ, विश्वमा पनि मोबाइलमा छ। त्यसरी नै यो क्याम हामीले बनाएको छु र यहाँ सचिन दाले सुटिङको लागि प्रिपेरेसन गर्दैछ, विशाल भाइले सामान जोगाड गर्दैछ। हाम्रो बस्ने यस्तो छ, सबैले हेर्दै गर्नुहोस्। यहाँ रमाइलो छ ठाउँ, एकदमै दामी छ। प्रवीण ब्रदर छ, विशाल भाइ छ, बनाउँदैछ। आजको चाहिँ हाम्रो यस्तो छ बसाइ, हेर्नुहोस् के पकाएर एकदमै अन्धकार छ यहाँ। सबैलाई प्रणय मुखिया, हामीसँग छ साजिस। हेलो, आज बिहानै हामी उठेको छौँ नाइट क्याम्पबाट। साथमा छ यहाँ साजिस, सचिन दा भन्दैछ। के भन्दैछ सचिन दा? हट्ने कुरा र तपाईँहरू हेर्नु सक्नुहुन्छ यही क्याम्पमा हामी आज बसेको थिएँ। रातो रातो भइरहेको छ, यस्तो विश्वमा बसिरहेको छ। विशालले मिठो आराधनाको गीत सुन्दैछ। सबैजना गुड मर्निङ। मिठो गीत, धन्यवाद विशाल भाइलाई। र हेर्न सक्नुहुन्छ यहाँ निक्लिँदैछ। है हाम्रो आज भेट भएको थियो, राति पकाएर खाएको थियो।
बसेको थियो नाइट क्याम्प राम्रो छ जग्गा। प्राइज दालाई कस्तो अनुभव भयो र अनुभव छ अहिले रातभरि मजा आयो एकदमै अनुहारहरू थाहा पाउनु भयो एकदमै रमाइलो भयो नाइटभरि बसेर यहाँ सुतेर है अर्को एकदमै यो चाहिँ अब 2021 को लागि एउटा नबिर्सिने छ केटाहरूसँग रमाइलो गऱ्यो रमाइलो साथै प्रार्थनाहरू पनि भयो है वर्षहरू फ्रस्ट्रेसन भयो सेकेन्ड सिजन सकेन फर्स्ट सेसन प्रार्थना चाहिँ भयो वर्ष साथै है झन्डै राति यहाँ हन्टी 1 बजी र राति चाहिँ एउटा तल्कामा चाहिँ त्यो तल्कामा चाहिँ म के सचिन दालाई सोध्न चाहन्छु के भयो के देख्नुभयो रातो आँखा बलेको देख्यो भन्दै थियो भनिदिनुहोस् खै एउटा शिकार त भेटेको बेलुका तर हामीले त्यसलाई गुमाइपठायौँ बमपक बोकेर कुदेको मात्रै देखेको थिएँ मैले यस्तो उयसमा थियौँ हामी बमपक बोकेर कुद्दै थियो के तपाईँले के देख्नुभयो त्यहाँ त्यहाँ एउटा शिकार थियो त्यसलाई मैले राम्रोसँगले देख्न सक्थेँ त्यसको आँखा चाहिँ बिरालोको यस्तो टल्किरहेको थियो ए हामी यहाँनिर छौँ रोइली छ तलतिर छ हेलो सजेसलाई के भन्नु छ मलाई यहाँनिर कस्तो भयो मलाई एकदम राम्रो भयो रमाइलो भयो अनि हिजो राति त्यसरी हामीले स्पेन्ड गऱ्यौँ टाइम साथीहरूसँग त्यही ठाउँमा हामीले स्पेन्ड गरेको अहिले देखिरहनु भएको छ त्यसको ठाउँहरू अनि राम्रो मजा आयो जसरी केटाहरूसित धेरै बात हामीले यसरी टाइम बिताउन सक्यौँ बस्यौँ खायौँ प्रार्थना गऱ्यौँ इन्जोय गऱ्यौँ अब प्याकिङ हुँदैछ हाम्रो फेरि पनि अब हामी आफ्नो बाटो लाग्नेछौँ अब को कता हुनेछ अब धेरै पछाडि मात्रै अब सायद भेट हुन्छ होला